नमस्ते साथीहरु, आजको हाम्रो प्रश्न छ विद्युत खपत सम्बन्धी। मासिक न्यूनतम 20 युनिट विद्युतको शुल्क रु 100 लाग्छ। 21 देखि 180 युनिट सम्म प्रति युनिट रु 8 र सो भन्दा माथि प्रति युनिट रु 15 का दरले विद्युत महसुल लाग्दा कुनै महिनामा जम्मा रु 6300 महसुल तिरियो भने जम्मा विद्युत युनिट कति रहेछ भनेको छ। अब यसलाई सर्वप्रथम हेरौँ। यहाँ लेख्ने न्यूनतम विद्युत खपत युनिट इक्वल टू 20 है 20 युनिट। त्यसपछि न्यूनतम विद्युत खपत महसुल इक्वल टू रु 100 छ। त्यसपछि 21 देखि 100 युनिट सम्म 21 देखि 180 युनिट सम्म विद्युत महसुल इक्वल टू रु 160 into 8 इक्वल टू रु 1280। 180 युनिट सम्मको जम्मा विद्युत महसुल इक्वल टू 1280 प्लस न्यूनतमको 100 गरेर जम्मा गति 1380। अब हाम्रो चाहिँ 180 युनिट सम्मको 1380 रुपैयाँ तिर्दो रहेछ। त्यसपछि हामीले सिधै प्रश्नबाट भन्ने प्रश्नबाट हामीले के भनेको छ, सबै गरेर 6300 तिर्यो भनेको रहेछ है। जम्मा विद्युत खपत युनिट इक्वल टू 100 मानौं भन्ने है। अब हाम्रो जम्मा विद्युत खपत 100 युनिट मानौं, 100 युनिट छ। हाम्रो अहिलेसम्म 180 युनिटको 1380 रुपैयाँ तिरिसकेको छ। त्यही भएर जम्मा विद्युत खपत 100 माइनस 180 युनिटको तिरिसकेको छ। यो 180 युनिट भन्दा माथिको प्रति युनिट कति रहेछ 15 इन्टु 15 को दरले तिर्यो प्लस तिरेको कति हो जम्मा 1380 इक्वल टू जम्मा कति हो 6300। अब यसलाई सल्भ गरौँ है। 15x माइनस यसलाई गुणा गर्दाखेरि 2700 प्लस 1380 इक्वल टू 6300 और 15x माइनस 2700 प्लस 1380 घट्छ। यहाँ कति हुन्छ चिन्ह परिवर्तन माइनस कति हुन्छ घटाउने 2700 माइनस 1380 माइनस 1320 इक्वल टू 6300 और x इक्वल टू छोटो बनाउनु अलि ठाउँ कम छ यहाँ गरिहाल्नुहुन्छ है। x इक्वल टू 6300 यो चाहिँ माइनस 1320 पछाडि गएर 1320 प्लस भएर आउँछ और x इक्वल टू यसले जोड्दा कति हुन्छ हाम्रो 6300 प्लस 1320 7620 कमाउने 15। therefore x इक्वल टू हाम्रो कति युनिट आयो भाग गरौँ 15 508 युनिट। अब हामीले के लेख्यौं अन्तिममा therefore जम्मा विद्युत खपत इक्वल टू 508 युनिट रहेछ भन्ने।